सबैलाई नमस्कार, म सौदिशाल। आज हाम्रो एकदमै होलीको प्रोग्राम चलिरहेको छ। हामी चाहिँ सबैजना यसरी होली मनाएको अवस्था छ हैन। एकदमै खुसी लागेको छ। एकदमै आज हामी चाहिँ ठ्याक्कै यो चोबारको डाँडा आउँदाखेरि रमाइलो पाउँदाखेरि सबैजना रेडी भइसकेका छन्। यसरी हामी चाहिँ एकदम साथीहरूदेखि लिएर हाम्रो सम्पूर्ण फ्यामिलीहरू आइसकेका छन् र यसै गरी हाम्रो दाइ पनि हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नेछौँ र यता भाउजू हुनुहुन्छ, भाउजूसँग पनि कुरा गर्नेछौँ। यहाँ सबैजना यसरी नै रेडी भइरहेको अवस्था छ हैन। सबैजनालाई खुसी लागेको छ गाइजहरू। आज हामी चाहिँ ठ्याक्कै यो चोबारको चोकमा आइपुगेका छौँ। रमाइलो भइरहेको छ। कोही चाहिँ नाचिरहेको अवस्था छ, कोही गाइरहेको अवस्था छ, कोही भिडियो बनाइरहेको छन्, कसैले चाहिँ यहाँ रङ्गको अबिरहरूको ह्याप्पी होली गरिरहेको अवस्था छ। सबैजनालाई एकदमै ह्याप्पी होली भन्दै सबैजना ह्याप्पी होली भइसकेको छ। र अब यसै गरी हामी स्टार्ट गर्दैछौँ हाम्रो चाहिँ यहाँ हुन लागेको प्रोग्राम। यो प्रोग्राममा एकदमै खुसी हुनेछ र यसै गरी हामीसँग एकजना भाउजू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ। अब चाहिँ भाउजू नमस्ते, नमस्कार भाउजूलाई नमस्कार है। नमस्कार नमस्कार। ल धेरै धेरै धन्यवाद छ बाबु यो होलीको अवसरमा। हजुर हजुर फ्यामिलीलाई सबैलाई खुसियाली यसरी हामी एकजुट हुँदा हजुर हजुर धेरै रमाइलो भइरहेछ। ह्याप्पी होली भइरहेछ। हजुर चलो हो गोपी फाको खेल्न जाऊ राजाका दरबार होली आयो। ल सबैजनालाई हामी चाहिँ एकदमै खुसी भएको अवस्था छ र रमाइलो भएको अवस्था छ। यसै गरी हामीसँग दाइ हुनुहुन्छ, दाइसँग कुराकानी गर्छौँ। दाइ नमस्ते। सबैलाई नमस्ते भन्न चाहे मैले। ओहो सबैजनालाई नमस्कार छ, नमस्कार छ। यहाँ चाहिँ होलीको बारिस भयो। विशेष गरी हाम्रो होली पर्व त्यहीबाट बोल्नु न, त्यहीबाट यहाँ बोल्नु, त्यहीबाट हजुरले मलाई बोल्ने मौका दिइरहनु भएको छैन। किनभने होली लगाइरहनु भएको छ। विशेष गरी आज हामी यो चोभार हजुर हजुर चोभारमा हजुर हजुर होली मनाउनको लागि हजुर हजुर आइरहेका छौँ र त्यसै गरी हाम्रो यहाँ मलाई डिस्टर्ब भइरहेछ बोल्नलाई है। हजुर हजुर प्लिज मलाई डिस्टर्ब नगरिदिनु होला। दुई शब्द बोल्न गइरहेको छु। हजुर हजुर आज विशेष गरी हजुर हजुर धेरै राम्रो हुनेछ यहाँ हाम्रो होली। हजुर हजुर धेरै राम्रो भन्दा पनि धेरै हुनेछ। गाइजहरू तपाईँहरू पनि आउनु होला, यो सुन्दर नगरीमा आउनु होला होली मनाउन। हामीसँग सँगै रमाउला। हजुर धन्यवाद। एकदम एकदम दाइले धन्यवाद भन्न टक्राइन चाहेर यसै गरी हामीसँग भाउजू हुनुहुन्छ, भाउजूसँग कुराकानी हुन्छ। भाउजू नमस्ते। नमस्ते। के छ, आराम हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। के छ अनि आज हामी चोबारको बसाइमा आएको छौँ। चोबारमा कस्तो लागिरहेको अवस्था छ? एकदम रमाइलो लागिरहेको। सबैजना खेलिरहेको छौँ। हामी आएका छौँ 14-15 जना फ्यामिली सबै मिलेर आएका छौँ रमाइलो गर्नलाई। यतातिर होली पनि खेल्ने अनि अलिकता बियर सियर पार्टी पनि गर्ने, खाने, अब घुमघाम गर्ने, जाने। बाई। एकदम एकदम सबैजनाले बोलिसकेको अवस्था छ र हामी स्टार्ट गर्दैछौँ। यहाँ सबैजना रङका बारिस भइरहेको अवस्था छ, रङ रङ्गोली लगाएको अवस्था पनि छ र यसै गरी यहाँ हेर्न चाहनु सबैजनालाई। अब यसै गरी हामी अनु रिसालजीलाई 2-4 शब्द बोलिदिनु हुनु म अनुरोध गर्न चाहन्छु। हजुर नमस्कार। हजुर अनुजी के छ, सन्चै हुनुहुन्छ? सन्चै भन् त्यो माइक दिनु न। यहाँ म मेरो आमा जोड्याएर र यसै गरी उहाँ बोल्न चाहनुहुन्छ र तपाईँ भनिदिनुहोस् हाम्रो चोबारको बारेमा 2-4 शब्द भनिदिनु त। के भन्ने चोबारको बारेमा अलिअलि के छ, कस्तो छ यहाँको वातावरणको बारेमा भनिदिनु। आज होलीको माहौल धेरै राम्रो छ। यहाँ आउनु होली खेल्न भन्न चाहन्छु। त्यही हो। धन्यवाद धन्यवाद। उहाँले 2-4 शब्द बोलिदिनु भएकोमा एकदम खुसी लाग्यो। फेरि पनि आउनुहोस् हामी लाइफमा। हामी सबैजना अब फेरि पनि जुटिसकेका छौँ र रमाइलो पनि गर्दैछौँ गाइजहरू। अब चाहिँ जनता हेर्न चाहन्छ न एकछिनपछि ल।